यहाँ हिमाल आउँदैछ हामीले चाहिँ हिमालै पर्खेको लक्ष्मी पूजाको छुङ्ना भाइ चाहिँ लेक्सेप गएको थियो भाइको के गर्ने मान्छे एउटा बहिनी पुर्याउनु हेर त कस्तो दामी भयो वाउ सो झिमिक झिमिक न हु गिभ यु ए अघिकोहरूले ओ माई गॉड मम्स पर छ भाइ चाहिँ पुरा आरएसहरू लिएर आएछ अन्त भाइलाई विशाललाई चाहिएको अरे यस्तो झिमिक झिमिक गर्ने सबको घर झिमिक झिमिक गरे अरे हाम्रो गरेन भन्दैछ यो रह्यो किचन अनि यो रह्यो ठुलो रु कोठा यसरी बनाएको छौँ है हामीले झिलिमिली भित्र चाहिँ बरु त्यति बनाउनु आएन हामीलाई तर बाहिर चाहिँ दामी बनाएको छु नि फुल योपालि यस्तो हेभी फुलेको थियो मैले 50 अबभ बेचेर पनि अझै घरमा पनि 60-70 जस्तो त घरमै छ कलर भेराइटी पनि पुरा छ हाम्रो फुलको उयसमा चाहिँ सबै यस्तो हालेको थियो ग्रिन उँभो चाहिँ अन्त यता चाहिँ यस्तो हो पारी रबिटरहरू यो है यहाँ हेर्नु फुल यो चाहिँ स्पेसली पवि नानाको लागि अन्त तुलसी नानालाई पनि पठाइदिन्छु तर भए पनि तुलसी नानाले त घर त अब अस्ति दसैँमा पनि देखिरहेको हो र भए पनि यसरी सजायो हामीले अब अलिक मजाले सजाउनु चाहिँ भ्यायौँ न सानोको छुट्टी सानो ढिलो आएर सानो छैन भने चाहिँ फेरि यस्तो झिलमिलहरू चाहिँ हिमालले बनाउनु त बनाउँछ बिचारा त्यसले अलिक उयो ल्याउँदैन डर लाग्छ पारा ल्याउँदैन लाइटहरूको कुरा डर लाग्छ त्यसलाई यस्तो भएको छ ह्याप्पी दीपावली पवि नानालाई पनि तुलसी नानालाई पनि ह्याप्पी दीपावली हामी सबै फ्यामिलीकोबाट अब सँगै त मनाउनु कहिले पायौँ 5 जना छोराछोरी अनि घरमा मनाउनु भनेर कहिले पायौँ नै हामी 3 जना चाहिँ तर सानैदेखि मनायौँ अहिलेसम्म चाहिँ मनाइरहेको छौँ यस्तो भएछ यो हो ठुले जुत्ता भित्र यो जुत्तैसँग पस्यो दुःख लाग्यो अरे यसलाई केही छैन भन्छ पूजा छ सबै छ यहाँ ममा रक्सी पाएर यसरी आउँदैछ खुसी छु एकदम